लसो फ्याफुल है सबैलाई। अब त बर्खा पनि लागिसकेको छ, टक्क लगाएर मकै पनि पुरै मकै गोडेर पनि सकिएको छ। यो त चाहिँ हाम्रो पानी परेर खत्तमै भइरहेछ भने पानी परेर बर्खा लागिसकेको छ। पानी पर्यो, अब त जाडो जाडो मौसम छ, पुरै बर्खा लागेको छ। ल सडकमा पानी पुरै केही देख्दैन, वारिपारि भित्ताहरू केही देख्दैन। पारि भित्ताहरू एकदम पुरै कुहिरो लागिरहेको छ, पानी परिरहेछ गाउँघरतिर। के गर्नु, नुवाकोट हो यो चाहिँ, नुवाकोट ककनी 3 नम्बर हो हाम्रो यता गैरीखर्का है। पानी परेर बिजोग छ, गाडीहरू चलाएन, काठमाडौँ जानुपर्ने बसहरू चलाएन, पानी परिरहेछ। के गर्नु, अल्छी लागेर पुरै मकै गोडिसकेको छ यता चाहिँ। तर छर्न नि छरेको छैन मकै चाहिँ, यता चाहिँ यसो छिट्टै छरेको रहेछ हाम्रो यता। पानी परेर बर्खा लाग्यो अब के गर्नु, पानी परिरहेछ गाउँघरतिर। आज आइतबारको दिन, यो चाहिँ अस्ति हिजो बेलुका खिचेको। यो चाहिँ हिजो बेलुकाको मौसम यस्तो थियो, शनिबारको मौसम। चिने खर्का उता चिन्ने खर्का भन्छ, बेलकोटगढी 1 नम्बर हो क्या अरे पुरा। त्यो चाहिँ हिजो सुट गरेको थियो भिडियो, गुल्मा भित्ता क्या दामी देखिरहेछ। हिजो शनिबारको दिन चाहिँ अलि मौसम खुल्या जस्तो भएको थियो, चट्ट लगाएर हिजो खिचेको थियो यो। आरू खर्का बेलकोटगढी हो, पारी भित्ता चाहिँ आरू खर्का दामी। हिजो चाहिँ अलिअलि खुल्या थियो मौसमहरू। आज त बिहानदेखि राति दिनदेखि पानी परिरहेछ। आज चाहिँ यता हिले खर्का ककनी 4 नम्बर हो माथि चाहिँ। कुखुराको टरो बनाएको थियो, कुखुरा नि हाल्न सकेको छैन। यो चाहिँ अस्ति नैको हाम्रो उता आजराङ उता बेलकोटगढी जाने बाटो हो यो चाहिँ, खन्दै थियो। अहिले त हिलोले बर्बादै भयो, झन् खत्तमै भयो यो बाटो त, खत्तम भयो।